दाइ जय बुद्ध सक्यो मर्निङ वाक सकेर नि फेरि यो काम लाग्नु भएको ल ठिक छ बुढाले एक्सर्साइज चाहिँ डरै गर्दै क्या 18 गतेको कार्यक्रम छ थाहा छ दाइ 18 गते छ नि वृहत चाहिँ श्रमदान अभियान सुरु भएको छ त्यसमा मेरो विज्ञानको गुरुबा हुनुहुन्छ डम्बर गुरुङ अलि रिटायर हुनुभएको उहाँ चाहिँ प्रमुख अतिथि हुन्छ अनि उहाँको अतिथिमा अनि मैले चाहिँ त्यो उस भगवती शिवघाट त देख्नु भएको नि त्यो शिवघाट मन्दिरको अगाडिपट्टिको जग्गा मैले 5 बिघा भनिसकेको छु त्यहाँको मान्छेहरूलाई क्या अनि तिमीहरूलाई म मेरो टाढीको त अब दिन्छु तिमीहरू चाहिँ मान्छौ भनेको त तिनीहरू त खुसी हुँदो रहेछ टाढीमा आउनु भएको छ हामी त राज्य बर्खामा निकै लाग्दैन हजुर माथि टाढी मैदान बात कहाँ बस्छ हामी यहाँ भने 5 बिघा मैले समातेँ त्यहाँ चाहिँ मैले चाहिँ मेरो त्यो शिवघाटमै पोलेको हो कि मेरो बुवा पोलेपछि अहिले बनेको नयाँ गुम्बा कसले बनाएको थाहा छैन मलाई कसैलाई थाहा छैन त्योभन्दा पुरानो गुम्बा पुरानो मन्दिर बनाएको त बगाएको थाहा नि त्यो कसले बनाएको नयना सिंह कप्तानले बनाएको नयना सिंह कप्तान भेट्नुभयो तपाईँले भेट्नु भएन उनीहरू सबै बित्नुभयो अनि उहाँले बनाउनु भएको त्यो मेरो बाउ पोल्ने बित्तिकै त्यो मन्दिर बच्या हो क्या त्यहीँ अब अगाडिपट्टिको जग्गाहरू 5 बिघामा मैले मेरो बुवा चड्कानेले मरेको थाहा छ मलाई त्यतिखेर त कहाँ हुनुहुन्थ्यो तपाईँ यहाँ हुनुहुन्थेन आउनु भएको छैन 32 सालको कुरो हो 50 सालमा 48 सालमा मेरो बुवा चाहिँ चड्कानेले मारेर बितेको त्यही घाटमा पोलेको क्या अनि मेरो बाउको नाममा स्वर्गीय चित्रसिंह पार्क बनाउँछु अनि के अरे विश्वको सबभन्दा ठुलो बुद्धको मूर्ति बनाउँछु गेटा है अनि त्यस पछाडि विश्वको सबभन्दा ठुलो गुम्बा बनाउँछु त्यहाँ चित्रसिंह गुम्बा दाहिनेपट्टि बायाँपट्टि चाहिँ त्यही गुम्बाको त्यही लेभलको शिवको मूर्ति बराबर क्या शिव र बुद्धको मूर्ति बराबर अनि त्यही हाम्रो गुम्बाको लेभलको बराबर शिवको मन्दिर बनाउँछु क्या म है बिहान 4 बजे 10,000 गोजीमा बोकेर हिँड्नुपर्छ है बुढा फेरि त्यहाँ खाने काम एक दिन सरम दिने हो क्या हामीले त्यहाँको खाना खाने होइन क्या हामीले किनेर खाने हो दाइ त्यसको लागि 10,000 चाहिँ बोकेर आउनुपर्छ हातमा औजार होइन हतौडा हँसिया है दाइ ल दाइ ल दिन शुभ रहोस् ओ यिन आइज पानी आइज अब हामी लाग्यौँ दाइ है मैले दाइको परिचय गर्नै बिर्सेछु दाइ जनता जान चाहन्छन् अब फेरि यति मिठो कुरा गर्ने सही साहब को हुनुहुन्छ भनेर अब यहाँ नाम आफैले सुनाइदिनुहोस् दाइको नाम के अरे दाइ मेरो बम्बाजु थापा पाहाड घर कता दाइ स्याङ्जा कुन नाम पुतली बजारका हुनुहुन्छ यहाँ चाहिँ कति सालमा आउनुहुन्छ झर्नुभएको रे दाइ चितवन म त कति 49 तिर हो 49मा झरेर यहाँ छोराछोरी कतिवटा दाइ दुईटा के दुईटै छोरा है दुईटै छोरा यहीँ छ अहिले होइन कान्छो बाहिर छ जेठो चाहिँ यहीँ छ अस्ति भएर भेटेको थिएँ मैले ल ठिक छ यिनीहरूलाई अब म जागिर लगाउँछु यसलाई म 50,000को जागिर दिन्छु है दाइ 50,000को जागिर पायो भने उस हुँदैन म त दाइ खुसीको कुरा यो क्याबिनेटमा मलाई चाहिँ श्रम तथा संस्कृत पर्यटन मन्त्रालय दिन्जीमा भएको छ है नोमिनेसनमा पर्दैछु म पत्रकार महासङ्घले मेरो सिफारिस गरेको छ नोमिनेसनमा पऱ्यो भने अनि म अर्को यो उसमा प्रधानमन्त्रीको क्यान्डिडेट भइहाल्छु मलाई जिताउनु पर्छ है जिल्लो दानी लगाएर ल दाइ धन्यवाद मेरो दाइलाई ल यो चाहिँ जनकपुर भन्छ गाइज होइन यहाँ मैले उसमा भने दाइ जनकपुर भन्छ गाइज यो जनकपुरको लास्ट किनारमा यो चाहिँ हाम्रो चाहिँ यो एरिया भनेको पहिलाको हाम्रो गौचरण एरिया हो गौचरण एरियालाई हाम्रो गाउँमा बस्नुभएका सम्पूर्ण त्यतिखेर कमारा भन्थे हली गोठालो उनीहरूको नाममा चाहिँ यहाँ जग्गा बाँडफाँड गरेर यहाँ बस्ती बसालेको गाइज यहाँ लगभग 200 धुरी छ यसमा दाइले चाहिँ फेरि त्यो गौचरणको चाहिँ अहिले नि जग्गा लिएर नम्बरी भएको
जग्गा किनेर यहाँ लास्टमा ठ्याक्कै सैसाब हुनुहुन्छ प्रहरी नेपाल प्रहरीको उहाँले चाहिँ सेक्युरिटी गार्डकै काम गर्नुभएको छ एकदम सरसफाइदेखि लिएर यहाँको केटाहरू यो अलिकति दुर्व्यवसायमा लाग्ने केटाहरू भाउजू दर्शन म भिडियो बनाउँदैछु तपाईँहरू भाइरल गरिदिनु दाइ भाउजूलाई अब 18 गते नाच्नुपर्छ है भाउजू 18 गते त्यहाँ भगवती शिव मन्दिर भत्काउने रातभरि जागरामा बस्ने बिहान 4 बजे जाने दाइ भाउजू हँसिया हतौडा बोकेर गोजा 10,000 है फेरि एकजनाको भागमा 10,000 फेरि दुईजनाको 10,000 नभन्नुहोस् 10,000 बोक्ने कुटो कोदाले लिने दौडिने बिहानैदेखि त्यो शिव मन्दिर चाहिँ भत्काइदिइहाल्ने पहिला पूजा गर्ने भत्काउँदाखेरि पूजा गर्नुपर्छ क्या भाउजू पूजा गरेर भत्काउने अनि फेरि त्यही सुरु गरिहाल्ने यता बुद्धको मूर्ति शिवको मूर्ति विश्वको सबभन्दा ठुलो अनि उतापट्टि बुद्धको मूर्ति सबभन्दा ठुलो यतापट्टि सबभन्दा ठुलो शिवको मन्दिर यतापट्टि चित्रसिंह गुरुङको गुम्बा स्वर्गीय चित्रसिंह गुरुङ मेरो बाबुको नाम गुम्बा बराबर अनि त्यहाँपछि चाहिँ शिवको मूर्ति बराबर बुद्ध भगवानको बराबर गरेर बनाइदिने एकै दिन बनाइदिने है भाउजू ल ओइ यो मेरो यो ढुवानी यो दिनमा सब सामान बोक्ने चाहिँ यो है ल भाउजू 4 बजे है 4 बजे आउनु पऱ्यो है हस् निम्तो भयो बिर्सनु भएन ल यो चाहिँ गौचरणको सिमाना लास्ट सिमाना हो गाइस लामो छ एरिया यो यहाँ 200 घरहरूभन्दा बढी छ यो यत्रो गौचरण थियो हाम्रो पहिला गौचरणहरू मासिएको छन् गाई भैँसी पाल्न छोडेका छन् अब सुरु गर्नुपर्छ किनभने आफ्नो माटो मलिलो बनाउनलाई हामीले युरिया मलहरू हाल्ने गर्छौँ यो युरिया मलले चाहिँ उस हुँदैन दादा डौले है ताला चाहिँ बढी कतैला चाहिँ बढी रामे दाई जय बुद्ध जय बुद्ध ओहो हाम्रो गाउँघरमा सबैले चिन्छ गाई ल हजुर जाम पर्यो ए भाइ कता हो अनि टु बी कन्टिन्यू यहाँ 200 धुरीभन्दा घर बढी छन् यहाँ बाहुल्य त चाहिँ के जातिको छन् भन्दाखेरि सबै च्यासमेस छन् बाहुल्य त थारूको छ अनि कामी दमैको छ अनि मगरको छ अनि दराईको छ गाई यसको बाहुल्य त बढी छ छेत्रीहरू 1-2 घर छन् यो अघिको दाइ छेत्री हुनु यो घर कसको हो कालै जय बुद्ध यो विष्णुशल्लीको त घर होइन यो घर चाहिँ नयाँ बनेको रहेछ यो घर मैले चिनिनँ यो घर चाहिँ मैले चिनिनँ यो घरमा पनि मान्छे पसिआएको रहेछ यो घर पुरानो घर हो यो कसको घर रहेछ कुनै ए भिरगटे घर यही हो ए भिरगटे माइलाको घर यही रहेछ सधैँ यहाँ को बस्छ अहिले 2 जना यिनीहरूले दोकान थाप्थ्यो नि पहिला ए त जन्मेकै थिएन नि त्यतिखेर त जन्मेकै थिएन यो घर चाहिँ कसको रे कुन कान्छा ए भिरगटे कान्छाको घर हो यो कहाँ छ कान्छा अहिले कुन देशमा ए तिमी बुहारी हौ ए बच्चा कतिवटा भयो बुहारी कहाँ पढ्छ नानी बजार विकास चोक वहीँ बस्छ
ए गाडीमा चाहिँ आउने जाने गर्छ कि स्कुटी छ? अब स्कुटी किन्दै भनिदिनु अब बुढालाई। 18 वर्ष भयो भने न 18 वर्ष स्कुटी किनिदिनु भन्नु अब बुढालाई। नभए म किनिदिन्छु है। देवर होइन जेठाजु हौ, तिम्रो बुढा त मभन्दा सानो हो। कति साले हो? आफ्नो बुढा नि थाहा हुँदैन। यो माइलो मभन्दा 2 वर्ष ठुलो हो। ए 4 वर्ष, मभन्दा 4 वर्ष ठुलो माइलो। यो कान्छो कति वर्षको? मभन्दा सानो जस्तो लाग्छ मलाई। मेरो च्यानल छ के, मेरो युट्युब च्यानल भीम गुरुङ भ्लग छ है। भीम गुरुङ हेर्नु है। यो चाहिँ यो घर कसको हो? यो घरमा पनि नयाँ नयाँ रहेछ। ए हजुर नमस्कार। हजुरको शुभ नाम के हो? उछुरी हो त्यो? यो बल्ल देखेको मैले। यो यत्रो ठुलो भइसक्यो त। ए हजुर, ए हजुर, ए हजुर, ए हजुर, हजुरको परिचय पाउनु सकिन्छ? भयो? ए ल। ओ म्याडम, म्याडम नमस्कार। सोधी खै त? के काम हो? ए मेरो नि करा गर्छ। 18 गतेको कार्यक्रम थाहा छ म्याडमलाई? ओ सोल्दी मर्निङ। ए 18 गतेको प्रोग्राम थाहा छ? भगवती शिवघाट छ नि त्यहाँ के अरे श्रम अभियान सुरुको अभियान के अरे हाम्रो विज्ञानको मेरो टिचर हुनुहुन्थ्यो क्या डम्बर गुरुङ, उसको प्रमुख अतिथिमा अनि श्रम अभियान सुरु हुन्छ। त्यो दिनमा चाहिँ यता हिन्दू टोलीले त्यो शिव मन्दिर भत्काउने, बिहान 4 बजे जाने, अनि भत्काएर के अरे ठुलो शिवको मूर्ति बनाउने, विश्वको सबभन्दा ठुलो मूर्ति। उता हामीहरू त भत्काउनु पर्दैन। उतापट्टि 5 बिघा मैले लिइसकेको छु क्या। त्यो मन्दिरभन्दा यताको 5 बिघा मैले लिइसकेँ। त्यहाँ चाहिँ ठुलो बुद्धको मूर्ति बराबर के, शिव र बुद्धको बराबर मूर्ति। अनि त्यहाँ चाहिँ मैले मेरो बाउको नाममा स्वर्गीय चित्रसिंह, मेरो बाउ त्यहीँ गाडेको हो क्या, पोलेको हो क्या। मेरो बाउ पोले थियो भने त्यो मन्दिर बचाएको। त्यो मन्दिर कसले बनाएको भने कसलाई थाहा छैन अहिलेसम्म। अनि त्यो पुरानो मन्दिर चाहिँ हाम्रो नयाँ नयाँ सिंह कप्तानले बनाएको हो क्या। अनि त्यहाँ चाहिँ यता हिन्दूले यता शिव मन्दिर गर्ने, बुद्धिस्टले उतातिर बुद्ध मन्दिर गर्ने। 18 गते। अनि घरमा के छ 10,000 गोजीमा हाल्ने प्रति व्यक्ति। हँसिया हतौडा के छ बोकेर आउने, मजाले काम गर्ने, त्यहीँ खाने किनेर। त्यहाँको नखाने है, किनेर आफ्नै किनेर खाने क्या। एक दिनको श्रम र 1 छाक आफ्नै है। सोल्ली त्यो फेरि खाना महँगो पर्न सक्छ है, 1000 रुपियाँ पर्न सक्छ है। फुल हुन्छ मासु, सब लोकल हुन्छ है। खसी लोकल, बङ्गुर, हाँस, कुखुरा, माछा। 17 गते माछा मार्नु जाने है। अब 17 गते माछा मार्नु जाने है। ल ल सोल्ली, ल भाइ। यो बाहुनीको गोठालो भनेर कसले चिन्छस्? बाहुनीको गोठालो को? भन्नले यो नि डाँडा ऊ बाहुनीको गोठालो ऊ त्यो कलो चिनिस? अहिले जाँदाखेरि ऊ त्यहाँ जाँदाखेरि पाकुलाई चाहिँ बोलाउने है। छैन मुझे पाएको छैन भने होइन छ। ओइ मुझे तेरो दाईको गोठालोको साउजी आयो देखिस् मुझे? ओइ जिमदार गुरौ हो गुरौ। मर्निङ कृष्ण बाबु, जय बुद्ध। माल छ? ठिक मैले के भिखारी भएको त यार।
यहाँ पनि भिखारी भयो मुजी मेरो त खतम बना भाउजू तपाईँ किन कस्या त छोरीहरू लाठे छ बुढी माउ तपाईँ खस्यो नि